नमस्ते सबैजनालाई। आज फ्राइडे असार 6 गते को नेप्सेको विकली अपडेटमा हजुरहरूलाई स्वागत छ। नेप्सेमा एउटा बुलिश पेन एन्ड प्याटर्न चाहिँ बनिरहेछ। गएको हप्ता पनि मैले भनिरहेको थिएँ यो बुलिश पेन एन्ड प्याटर्न बनेको छ। यसलाई माथितिर ब्रेकआउट हुन्छ भने मार्केट माथि जान सक्ने चान्सेस हुन्छ र तलतिर नै ब्रेकडाउन गर्छ भने चाहिँ केही करेक्सन हुन सक्ने चान्सेस हुन्छ भनेको थिएँ। तर अहिलेसम्म यो पेन एन्ड प्याटर्नलाई माथितिर पनि ब्रेकआउट गरेको छैन र तलतिर पनि ब्रेकडाउन गरेको छैन। अबको हप्ता चाहिँ यो एरियालाई एकदम वाच गर्नुपर्ने हुन्छ। यसलाई तलतिर नै ब्रेकडाउन विथ भोल्युम गर्छ भने चाहिँ मार्केटमा केही करेक्सन हुन सक्ने प्रोबेबिलिटी देखिन्छ। र मार्केट गर्दै गर्दा विकलीमा भोल्युम कति आइरहेछ? 52 अर्बको भोल्युम आइरहेछ र मार्केट अबको हप्ता पनि यो प्याटर्न को लाई ब्रेकडाउन गर्छ र भोल्युम पनि एभरेज भोल्युमको आसपास भोल्युम आउँछ भने चाहिँ मार्केटमा केही करेक्सनको प्रोबेबिलिटी देखिन्छ। किनभने यो एरियामा इम्ब्यालेन्स छ। यो इम्ब्यालेन्सलाई फुलफिल गर्न आउन सक्ने प्रोबेबिलिटी चाहिँ हुन्छ। तर अहिलेको लागि चाहिँ यो 2580 भन्दा तल जान्छ जस्तो चाहिँ मलाई लाग्दैन। तर यो एरियासम्म आउन सक्ने प्रोबेबिलिटी हुन्छ। यो एरियासम्म मार्केट आउन चाहिँ पाउँछ किनभने यो एरियामा भोल्युम इम्ब्यालेन्सहरू छ। र नेप्सेको कुराकानी गर्दाखेरि नेप्सेमा अब अर्को हप्ता चाहिँ वाच गर्नुपर्ने हुन्छ। यसलाई ब्रेकडाउन गर्छ भने चाहिँ केही अलर्ट हुनुपर्ने हुन्छ। स्पेसली सेक्टरहरू धेरै बढेको सेक्टरहरूबाट चाहिँ अलर्ट हुनु होला। जस्तै मार्केटमा 52 अर्बको भोल्युम आउँदै गर्दा हाइड्रो पावर सेक्टर के छ त? सबैभन्दा धेरै भोल्युम चाहिँ हाइड्रो पावर सेक्टरमा छ। मार्केट पार्टिसिपेन्ट हाइड्रो पावर सेक्टरमा छ। 52 अर्बको भोल्युम आउँदै गर्दाखेरि 35 अर्बको भोल्युम चाहिँ हाइड्रो पावर सेक्टरमै आइरहेछ। तर कुन एरियामा छ हाइड्रो पावर सेक्टर? स्ट्रङ सप्लाई जोनमा छ। मार्केटमा नेप्सेलाई लिड कुन सेक्टरले गरिरहेछ? हाइड्रो पावर सेक्टरले गरिरहेछ। किनभने 35 अर्बको भोल्युम चाहिँ हाइड्रो पावर सेक्टरमै छ। 50% भन्दा पनि धेरै भोल्युम हाइड्रो पावर सेक्टरमै छ। हाइड्रो पावर सेक्टर सप्लाई जोनमा छ। सप्लाई जोनमा कुन क्यान्डल बनेको छ? सुटिङ स्टार टाइपको क्यान्डल बनेको छ। यो क्यान्डल भनेको के हो? बेरिस क्यान्डल हो है। यो क्यान्डल बन्यो भने चाहिँ हामी अलर्ट हुनु पर्यो। र हाइड्रो पावर सेक्टरमा र एउटा फेयर भ्यालु ग्याप, फर्स्ट क्यान्डल र थर्ड क्यान्डल बिचको ग्याप, फेयर भ्यालु ग्याप पनि बनाएको छ। हाइड्रो पावर सेक्टरमा करेक्सन हुन सक्ने चान्सेस एकदम हाई छ। करेक्सनको प्रोबेबिलिटी छ। यो फेयर भ्यालु ग्याप भनेको कति हो? 3520 सम्म आउन सक्ने प्रोबेबिलिटी चाहिँ छ है। हाइड्रो पावर सेक्टर अहिले कतिमा छ? अहिले लगभग 3600 को आसपासमा छ। 3520 सम्म आउन सक्ने प्रोबेबिलिटी छ। हाइड्रो पावर सेक्टर करेक्सन हुन सक्ने प्रोबेबिलिटी छ। हाइड्रो पावर सेक्टर करेक्सन भयो नेप्से पनि ले त्यो पेन एन्ड प्याटर्नलाई ब्रेकडाउन गरेर केही करेक्सन 2580 सम्म आउन सक्ने प्रोबेबिलिटी हुन्छ। र अहिले चाहिँ असारको क्लोजिङ पनि आइरहेछ। यसमा ब्याड न्युजहरू पनि त्यो बाफियाहरूको न्युजहरू आइरहेछ। त्यसले गर्दाखेरि त्यो प्याटर्नलाई ब्रेकडाउनै गरेर केही टाइम रेन्जिङ भएर मात्रै मार्केट माथि जान सक्ने चान्सेस हुन्छ। र हजुरहरू अलर्ट चाहिँ हाइड्रो पावर सेक्टरमा हुनु होला। धेरै बढेको स्टकहरू छ भने त्यसबाट प्रफिट बुक गर्नु होला। मार्केट केही करेक्सनमा गयो भने चाहिँ तल बाई गर्न पाउनुहुन्छ नै। बाई गर्न पाउँदिन कि छुट्छु कि भने टेन्सन लिनु पर्दैन। बाई गर्न एउटा स्टकमा पाउनु भयो भने अर्को स्टक पाउनुहुन्छ। 300 वटा स्टक छ। ट्रेडरहरूले अपर्च्युनिटी जति पनि आउँछ। क्यासमा बस्नुभयो भने चाहिँ केही चाहिँ क्यास हुनेलाई चाहिँ टेन्सन हुँदैन। स्टकमै हुनुहुन्छ भने चाहिँ स्टक घट्यो 20% 30% घट्यो निन्द्रै लाग्दैन। हजुर क्यासमा हुनुहुन्छ भने चाहिँ मार्केट घटोस् बढोस् टेन्सनै भएन कि। बढ्यो भने चाहिँ एउटा स्टक बढिरह होला, एउटा सेक्टर बढिरह होला, अर्को सेक्टरमा इन्ट्री गर्न मिल्छ। तर एटलिस्ट प्रफिट बुक गर्नुभयो भने चाहिँ तल चाहिँ किन्न पाइन्छ है। प्रफिट भएको स्टक चाहिँ प्रफिट चाहिँ बुक गर्दै गर्नु होला। र अब अर्को ट्रेन्डिङ सेक्टर भनेको होटल पनि देखिन्छ। तर होटल कुन एरियामा छ त? विकलीमा हेरौँ। विकलीमा चाहिँ होटल पनि सप्लाई जोनमा छ। विकलीमा मार्केटलाई लिड कुन सेक्टरले गरिरहेछ भन्ने हुन्छ। अहिले लिड गरिरहेको सेक्टर भनेको कुन हो? एउटा हाइड्रो पावरले लिड गरिरहेछ किनभने सबैभन्दा भोल्युम त्यसमा छ। अर्को होटलले लिड गरिरहेछ किनभने हाइड्रो पावर पछिको भोल्युम होटल सेक्टरमा आइरहेछ। तर माथि के भइरहेछ? सप्लाई जोन। यो एरिया भनेको स्ट्रङ सप्लाई जोन। यो एरियामा रिजेक्सन खाइरहेछ। यो एरियामा रिजेक्सन खाइरहेछ। एरियामा बारम्बार रिजेक्सन खाइरहेछ। जबसम्म होटल सेक्टर बढ्ने नै हो भने पनि यो एरियालाई क्लियर गरेर ब्रेकआउट विथ भोल्युम र रिटेस्ट गरेर माथितिर जान खोज्छ भने बल्ल स्ट्रङ मोमेन्टम आउन सक्ने प्रोबेबिलिटी हुन्छ। सेक्टरमा चाहिँ केही करेक्सनको प्रोबेबिलिटी विकलीमा देखिन्छ। बाईको लागि चाहिँ हजुरले यो एरियातिर आउँदाखेरि होटल सेक्टर पनि बाई गर्न सक्नुहुन्छ किनभने यो एरियामा पनि इम्ब्यालेन्सहरू छ। इम्ब्यालेन्सहरूलाई फुलफिल गरेर आउन सक्ने चान्सेस चाहिँ हुन्छ है। होटल यो एरियाको चाहिँ इम्ब्यालेन्स छैन, फुलफिल गरिसकेको छ। फेयर भ्यालु ग्याप छ। फेयर भ्यालु ग्यापमा आउन सक्ने चान्सेस हुन्छ। विकलीमा फेयर भ्यालु ग्याप छ। त्यो एरियामा आउन सक्ने चान्सेस हुन्छ। यो फेयर भ्यालु ग्यापलाई फुलफिल गरिसकेको चाहिँ छैन राम्रोसँग।
यो क्यान्डलले फुलफिल गर्न खोजिरहेको थियो तर गरेको चाहिँ छैन। केही करेक्सन चाहिँ हुनसक्छ है, होटल सेक्टरमा केही करेक्सन हुनसक्छ। करेक्सन हुँदाखेरि बाइङ अपर्च्युनिटीको रूपमा लिनु होला, किनभने स्ट्रङली एकोमुलेसन भइरहेको छ। यो एकोमुलेसन भएको हो, यो एरियामा त्यस्तै प्याटर्न बनिरहेको थियो, त्यसपछि राम्रो माथि गएको थियो। तर यो सप्लाई जोनलाई क्लियर कट ब्रेकआउट गर्छ भने चाहिँ यो एरियामा जस्तो र्याली आउन सक्ने चान्सेस हुन्छ। स्पेसल्ली फन्डामेन्टल राम्रो एसएचएलहरू त्यस्तो स्टकहरू हजुरले केही करेक्सन हुँदा बाई पनि गर्न सक्नुहुन्छ। र अरू सेक्टर चाहिँ सुतिरहेछ, अरू सेक्टरलाई खासै एनालाइसिस गर्नुपर्छ जस्तो मलाई लाग्दैन। अहिले पोजिसनल ट्रेडको लागि हो भने ब्याङ्किङ सेक्टर पनि हेर्न सक्नुहुन्छ, किनभने फलिङ वेज प्याटर्न बनाइरहेछ, रिटेस्ट गरिरहेछ। रिटेस्ट पछि माथि एउटा इन्स्टिट्युसनल टाइपको क्यान्डलहरू बन्छ भने चाहिँ हजुरहरू कन्फर्मेसनको साथ इन्ट्री गरेर यो सप्लाई जोनहरूसम्मको टार्गेट राख्न सक्नुहुन्छ। अहिले लाइभ ट्रेडको लागि चाहिँ अपर्च्युनिटीहरू ब्याङ्किङ सेक्टरमा छैन। डेभलपमेन्ट ब्याङ्क हेरौँ एकचोटि। डेभलपमेन्ट ब्याङ्कमा पनि अहिले साइडवेज छ, डेभलपमेन्ट ब्याङ्क साइडवेज छ। ट्रेडको लागि त्यस्तो स्ट्रङ अपर्च्युनिटीहरू देखिँदैन। र बाईको लागि चाहिँ हजुरले स्पेसली नबढेको 1000 भन्दा तलको स्टकहरू यो एरियातिर आउँदाखेरि बाई पनि गर्न सक्नुहुन्छ है। यो इन्स्टिट्युसनल इन्ट्री भएको एरिया हो, आफू इन्ट्री भएको एरियालाई लुज गर्न दिँदैन। यो एरियामा आउँदाखेरि हजुरले डेभलपमेन्ट ब्याङ्कको स्टकहरू नबढेको जस्तै जिबिबिएल, केएसबिबिएल, एसएडिबिएलहरू त्यस्तो स्टकहरू बाई गर्न सक्नुहुन्छ। र अर्को फाइनेन्स हेरौँ। फाइनेन्स सेक्टरमा अहिले त्यस्तो मोमेन्टम छैन, एकुमुलेसन हुन खोजिरहेको जस्तो देखिन्छ। केही टाइममा यस्तो टाइपको एकुमुलेसनको प्याटर्न बन्नु पर्यो। एकुमुलेसनको लागि एकुमुलेसन हुन खोजिरहेको छ, यस्तो टाइपको प्याटर्न बन्दै जान्छ भने बल्ल फाइनेन्स सेक्टरमा एकुमुलेसन भयो भनेर हामीले नेकलाइनहरू ब्रेकआउट भयो भने चाहिँ इन्ट्री गर्न सक्छौँ। अहिले फाइनेन्स सेक्टरमा पनि त्यस्तो पोजिटिभ चाहिँ छैन है। अर्को म्यानुफ्याक्चर हेरौँ। म्यानुफ्याक्चर सेक्टरमा पनि त्यस्तो पोजिटिभ चाहिँ छैन, ट्रेडको लागि अपर्च्युनिटीहरू छैन। र मिड टर्मलाई पोजिसनल ट्रेडको लागि हो भने चाहिँ नबढेको स्टकहरू हेर्न सक्नुहुन्छ। जस्तै मिड टर्मको लागि हेर्दै हुनुहुन्छ भने हजुरले एउटा सर्वोत्तम पनि हेर्न सक्नुहुन्छ। सर्वोत्तम ठिकै छ, प्याटर्न राम्रो प्याटर्न बनिरहेको छ, एकुमुलेसन प्याटर्न हो। यो ब्रेकआउट हुन्छ भने राम्रो माथि जान सक्ने चान्सेस हुन्छ। यो सप्लाई जोनहरूलाई ब्रेकआउट गर्छ भने चाहिँ राम्रो माथि जान सक्ने चान्सेस हुन्छ। हजुरले पार्सियल्ली बाई गर्न सक्नुहुन्छ यस्तो स्टकहरूलाई। र अर्को म्यानुफ्याक्चरको कुरा भइहाल्यो। ट्रेडिङ हेरौँ। ट्रेडिङमा अहिले त्यस्तो सेटअप देखिँदैन, ट्रेडिङ करेक्सनमै छ। नन लाइफ हेरौँ। नन लाइफमा पनि त्यस्तो राम्रो सेटअप देखिँदैन, किनभने यो एरियामा एउटा इम्ब्यालेन्सहरू पनि छ। यसलाई फुलफिल गर्न आउन सक्ने चान्सेस पनि हुन्छ है। यसलाई लगभग फुलफिल गर्न आउन सक्ने चान्सेस हुन्छ। यो क्यान्डलले टच गरेको छ, यो एरियासम्म आउन सक्ने चान्सेस चाहिँ हुन्छ है। नन लाइफमा केही करेक्सन हुन सक्ने प्रोबेबिलिटी हुन्छ। 11500 सम्म आउन सक्ने चान्सेस हुन्छ नन लाइफमा है। अनि ग्यापहरू पनि छ, त्यो ग्यापलाई पनि फुलफिल गर्न सक्ने चान्सेस हुन्छ। नन लाइफ खासै पोजिटिभ देखिएन। लाइफ हेरौँ। लाइफ इन्सुरेन्स पनि त्यस्तो पोजिटिभ यो ग्यापहरू चाहिँ फुलफिल गरे, यो एरियाको इम्ब्यालेन्सहरू चाहिँ फुलफिल गरेछ। फेयरवेल ग्यापहरू छ, फेयरवेल ग्यापहरू फुलफिल गरेको छैन। के करेक्सन हुन सक्ने चान्सेस चाहिँ छ है। यसमा पनि केही करेक्सनको चान्सेस छ। ट्रेडको लागि अहिले अपर्च्युनिटीहरू छैन। र पोजिसनल ट्रेडको लागि हो भने घट्दै गर्दाखेरि फन्डामेन्टल राम्रो स्टकहरू, बेस फर्मेसन गरेको स्टकहरू, लङ कन्सोलिडेसन भइरहेको स्टकहरू बाईको लागि पनि हेर्न सक्नुहुन्छ। र आजलाई म यति नै भने। हाइड्रो पावर सेक्टरमा केही करेक्सनको प्रोबेबिलिटी छ र मार्केटलाई लिड चाहिँ हाइड्रो पावर सेक्टरले गरिरहेछ। हाइड्रो पावर सेक्टर करेक्सनमै गयो भने चाहिँ नेप्से पनि करेक्सनमा जान सक्ने चान्सेस हुन्छ। र त्यसरी नै सेटअप बनाउनु होला। स्टक पनि अलिअलि बाई गर्नु होला। पोजिसनल ट्रेडको लागि 1 to 3 मन्थको लागि बाई गर्न सक्नुहुन्छ। घट्दै गर्दाखेरि डिमान्ड जोनमा यस्तो स्टकहरू जस्तै यस्तो एरियामा छ भने यस्तो एरियामा भएको स्टकहरू बाई गरेर होल्ड गर्न सक्नुहुन्छ। धेरै बढेको स्टकबाट चाहिँ सिफ्ट गर्दा बेटर हुन्छ है। र आजलाई यति भने। हजुरहरूको कमेन्ट केही छ भने हेरौँ। पिएचसिएल वाक 565 लस डिटेल एनालाइसिस भन्नुभएको छ। पिएचसिएल हेरौँ एकचोटि। पिएचसिएल यो एरियालाई लुज गर्छ भने चाहिँ हजुरले स्टप लस गर्नुपर्ने हुन्छ। यो एरियालाई लुज नगर्दासम्म त्यति टेन्सन नलिनु होला। यो एरिया इन्स्टिट्युसनलको इन्ट्री भएको एरिया चाहिँ हो। यो भनेको 496 बिलो क्लोज हुन्छ। विथ एभरेज भोल्युमभन्दा माथिको भोल्युम आउँछ र 496 बिलो क्लोज हुन्छ भने चाहिँ हजुरले केही
रिस्क म्यानेजमेन्ट गर्नु होला है, किनभने तल नै आउने केही करेक्सनको प्रोबेबिलिटी चाहिँ हुन्छ है। हाइड्रो पावर सेक्टर हो, हाइड्रो पावर सेक्टरमा करेक्सनको प्रोबेबिलिटी चाहिँ छ, त्यसलाई लुज गर्छ भने यो एरियासम्म आउन सक्ने चान्सेस हुन्छ। सन्डे वाच गर्नु, सन्डे यो एरियालाई लुज गर्छ भने चाहिँ केही रिस्क म्यानेजमेन्ट चाहिँ गर्नु होला है, किनभने अहिले पछिल्लो टाइम ड्राई भोल्युम आइरहेछ, यो एरियालाई बिलो क्लोज हुन्छ भने चाहिँ भोल्युम एभरेज भोल्युमभन्दा माथिको भोल्युम आइदियो भने चाहिँ कि करेक्सनैमै जान सक्ने चान्सेस हुन्छ। एउटा यो एरिया भइहाल्यो, यो एरियामा पनि एउटा अर्डर ब्लक चाहिँ छ, तर यो एरिया अर्डर ब्लक चाहिँ भ्यालिड अर्डर ब्लक चाहिँ होइन, किनभने प्रिभियस क्यान्डलको लिक्विडिटी लिएको छैन। यो एरिया पनि वाच गर्न सक्नुहुन्छ। यो एरिया लुज गऱ्यो भने चाहिँ यो एरिया आउँछ नै, कन्फर्म आउँछ, र यो एरियालाई पनि लुज गऱ्यो भने चाहिँ अलिकति तल नै आउन सक्ने चान्सेस हुन्छ। यो स्टक बढ्ने नै हो भने पनि है ट्रेन लाइनहरू ब्रेकआउट हुनुपर्ने हुन्छ। यो ट्रेन लाइनहरू ब्रेकआउट हुनु पऱ्यो, मार्केट स्ट्रक्चर सिफ्टहरू हुनु पऱ्यो। मार्केट स्ट्रक्चर सिफ्ट भनेको यो एरियालाई ब्रेक गर्छ भने बल्ल बढ्ने, यसमा माथि जाने चान्सेस भन्दा पनि तल नै आउन सक्ने चान्सेस अहिले देखिन्छ है। पार्ट छ भने चाहिँ अब धेरै लसमा हुनुहुन्छ भने त केही वेट गर्नु, पुल ब्याकहरू वेट गर्नु, प्रफिटमै हुनुहुन्छ भने चाहिँ एक्जिट गर्दा पनि भयो। कतिमा बाई गर्नुभएको यो डिटेल चाहिँ भन्नुभएको छैन, यो त्यति राम्रो सेटअप चाहिँ छैन है ट्रेडको लागि अहिले। एसएचपिसीको कोतार केतार एनालाइसिस गरिदिनुहोस् भन्नुभएको थियो। एसएचपिसीको मैले हिजो पनि गरेको थिएँ है। एसएचपिसीमा केही करेक्सनको प्रोबेबिलिटी छ है, किनभने यो एरियामा आरएसआई डाइभर्जेन्स छ, त्यसपछि एक्जिट गर्नु होला भनेको थिएँ। केही करेक्सनको प्रोबेबिलिटी चाहिँ छ, एउटा यो एरियासम्म आउन सक्ने चान्सेस छ। यो एरियासम्म आउँछ भने पनि बाईको लागि चाहिँ वेट गर्नु होला, कन्फर्मेसन वेट गर्नु होला। यो एरिया पनि लुज गर्छ भने एउटा अर्डर ब्लक छ, त्यो एरियासम्म आउन सक्ने चान्सेस हुन्छ है। यो एरियासम्म आउन सक्ने चान्सेस हुन्छ, प्रफिट छ भने बुक गर्दा हुन्छ। स्टक सेलेक्सन गर्दा ओबी एफपिजी लिक्विडिटी हन्ट डेली विकली अर मन्थली कुनको बेस्ट हुन्छ भन्नुभएको छ। कस्तो टाइपको स्विङ ट्रेडलाई हो भने चाहिँ हजुरले डेलीलाई 1 आवर पनि गर्न सक्नुहुन्छ। पोजिसनल ट्रेड हो भने चाहिँ डेली गर्नु, लङ पोजिसनल ट्रेड हो भने विकली गरेर इन्ट्रीको लागि चाहिँ हजुरले 1 आवरमा जाँदा बेटर हुन्छ है। इन्ट्रीको लागि चाहिँ हजुर सर्ट स्विङ हो एक भने चाहिँ 30 मिनट र 15 मिनटमा इन्ट्रीको लागि जानु। कस्तो टाइपको ट्रेड हो हजुर, 1 विक टु 1 मन्थको लागि बाई गर्दै हुनुहुन्छ भने चाहिँ 30 मिनट र 15 मिनटमा इन्ट्री गरिदिनु। एनालाइसिस चाहिँ 1 आवरमा गर्नु। 1 मन्थभन्दा माथि हो भने चाहिँ हजुरले एनालाइसिस डेलीमा गरे पनि इन्ट्रीको लागि 1 आवरमा अथवा 30 मिनटमा इन्ट्री गरिदिनु। 3 to 6 मन्थको लागि हो भने चाहिँ विकली एनालाइसिस गरिदिनु, इन्ट्रीको लागि डेली गरिदिनु। त्योभन्दा पनि माथि हो भने चाहिँ मन्थलीमा एनालाइसिस गरेर इन्ट्रीको लागि चाहिँ हजुरले डेलीमै गर्दा पनि हुन्छ है, डेलीमै इन्ट्री गर्दा पनि हुन्छ। आजलाई यति भने हजुरहरूको कमेन्ट यति नै रहेछ। र हामीसँग जोडिन चाहनुहुन्छ भने मेरो यो युट्युब च्यानलको डिस्क्रिप्सनमा लिङ्क छ, त्यो लिङ्कबाट डाइरेक्ट टेलिग्राम फ्री ग्रुपमा पनि जोडिन सक्नुहुन्छ। र क्लासहरूको लागि अथवा प्रिमियम ग्रुपहरूको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने पनि डिस्क्रिप्सनमा लिङ्क छ, त्यो लिङ्कबाट डाइरेक्ट जोडिन सक्नुहुन्छ। र यो नम्बरमा वाट्सएप टेलिग्राम म्यासेज पनि गर्न सक्नुहुन्छ है। म यो नम्बर पनि लेखिदिन्छु यहाँ, यो नम्बरमा वाट्सएप टेलिग्राम म्यासेज गर्न सक्नुहुन्छ है। 9857012692 र च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियोलाई लाइक गर्नु होला, कमेन्ट गर्नु होला। राम्रो लाग्छ भने सेयर पनि गर्न सक्नुहुन्छ। केही क्वेसनहरू छ भने चाहिँ कमेन्ट बक्समै गर्नुभयो भने चाहिँ त्यसको रिप्लाई भिडियोमा साँझमा मैले सधैँ दिन्छु नै। हस्, आजलाई यति भने थ्याङ्क यू।